दाइ किन एक्लै बस्नु भयो त? अब नि अब नाचेर जाने हो क्या? नाच्न लाग्दा भोलि बिहान उठ्नु पर्यो नि। जान खाइएन भोलि बिहान ब्रेक हुन्छ। जानु पर्छ। हजुरले अझै पैसा हाल्दै हुन्छ रहेन। अब त त्यो नसा छोड्दो रहेछ भाइ त नेपालदेखि हो, नेप्सेदेखि खेल्ने नेपालदेखिको हो अप्सन ट्रेनिङ अप्सन गरिदिनु अहिले अप्सन गरेर डुबाएको हो। अब चाहिँ अप्सन गरेन सबै अप्सन हेरेर डुबाएको हो होइन। अहिले चाहिँ अब स्टक गर्छु यसो रमाइलो हेर्नको लागि रमाइलो मैले 5 रुपियाँ भए पनि त्यही हालेर मार्न हेरेर मजा लाग्छ। का बिल हो गया 220 तक का हो गया। ओके पूछ रहे इस पर बार बार बच्चे बिल कितने का 220 तक का हो गया। कमाउँछ इधर बैठ गए होल्ड गर्न सकिँदैन होल्ड गर्न सकिँदैन त्यसले कहिले किनभनेदेखि क्रिप्टो के हो भन्ने कुरा मेरो दिमागले बुझिन्छ। सेयर के हो भन्ने कुरा मैले बुझेको छु। जे कुरा मैले दिमागले बुझ्दिनँ नि म चाहिँ त्यो सुने भने चाहिँ मलाई जान सक्दिनँ कि त्यो क्रिप्टो अब म चाहिँ स्टकबाटै जन्मेको मान्छे भने हुन्छ। नेपाललाई स्टकै गरेर घर बनाएको स्टकले होइन प्रोमोटर सेयरदेखि लिएर अर्डिनरी सेयरदेखि लिएर गएर होइन अब चाहिँ त्यो बोरामा फारम लिएर गएर हाल्ने मान्छेको बोरा भन्ने पनि बोरामा हरेक ब्याङ्कको नेपालमा जाएर हेर्ने मान्छेमा नेपाल टेलिकममा चाहिँ त्यो सिम लिन आउने मान्छे सबैलाई चाहिँ नयाँ फोटो गरेर तिनीहरूमा हालेर दुनियाँ पनि गोबरे त्यो बेलामा बोरामै हालेर होइन मलाई किस ब्याङ्कको खबर ल्याउने भन्ने मान्छे अहिले त्यो गर्यो त्यो मान्छे राई भगवानै हो। त्यसले मलाई खाने निवेदन लेखेको घरमा एक पालि पहिलो पालि 30 लाख अर्को पालि 72 लाख के पनि नराखेको के पनि नराखेको त्यो सेयर चाहिँ म बुझ्छु सेयर खेल्छु क्रिप्टो चाहिँ म बुझ्दिनँ के हो भन्ने कुरा कसरी बोल्नु त्यसले कसरी काम गर्दा थाहा छैन त्यही क्रिप्टो गर्दा लिभरपुल बार्सिलोना लिभरपुल रियल म्याड्रिड म बेट हाल्दिनँ म त्यो गर्न राम्रो आयो स्टकबाट आयो मलाई अस्ति धेरै म धेरै खेल्दिनँ मलाई 1 महिना 15,000 अस्ति आएको थियो होइन स्टकबाट म चाहिँ जस्तै म टेस्ला चाहिँ प्ले म ट्रेड गर्छु क्या टेस्ला दिन चाहिँ 10,000 तलमाथि हुन्छ। अब 340 किन्यो 350 अब अहिले 340 झरेको छ 340 किन्यो सोमबार भोलि बिहान 350 बेच्यो 100 किन्यो भने 1000 आइहाल्यो क्या म त्यो रहेछ होइन मैले पहिला 300 किनेको गर्थेँ होइन त्यहाँ किनेर के गर्दा के गरेको त्यो ट्याक्स के भाइ तपाईँले मान्छेको यहाँ लाखौँ डुबेको छ तपाईँले कमाएर ट्याक्स तिर्दाखेरि के वा गर्नु म तिर